सम्पूर्णलाई सेवा। यो चाहिँ हामीले साकेला थानमा गएको हप्ता कार्तिक 29 गतेको शनिबार श्रमदानबाट यो साकेला थान परिसरमा चाहिँ हामीले यो झाडी फाँडेर सरसफाइ गर्ने कार्यक्रम गरेका थियौँ र उक्त काम अझै बाँकी रहेको छ। यो हाम्रो साकेला थानदेखि तल्लोपट्टि खोला किनारमा रहेको झाडी सफा गर्ने लगायतको अन्य कामहरू पनि बाँकी रहेको छ। त्यसै गरी शनिबारको भोलिपल्ट आइतबारको दिन चाहिँ यो हाम्रो गाउँपालिका र वडा नम्बर 3 को अध्यक्ष, पालिका अध्यक्ष लगायतले समन्वय गरेर जुन हामीलाई यो साकेला थान रहेको स्थानमा भएको खाल्डोहरू जुन वर्षायामको झरीको कारणले गर्दा बगेर चाहिँ खाल्डो परेको ठाउँहरू पूर्णको लागि माटो व्यवस्थापन गर्नको लागि यो मेसिन उपलब्ध गराउनु भएर हामीले भ्याइसम्मको यो खाल्डो पुर्ने काम गरेको छौँ र भोलि शनिबार पुनः यो पुरिएको खाल्डोहरू त्यति राम्रोसँगले फिनिसिङ गर्न सकिएन र त्यो पनि सरसफाइ साथै त्यसलाई पनि अझै मिलाउनको लागि भोलि पुनः हामी श्रमदानमा जोड्नेछौँ। त्यसको लागि सम्पूर्णलाई फेरि पनि भोलि शनिबार मङ्सिर 6 गते उपस्थित भइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। र हामीले गत वर्षबाट निर्माण कार्य सुरु गरेर यतिसम्म पुर्याएका छौँ। यो यतिसम्म पुर्याउन सहयोग पुर्याउनु भएको हाम्रो स्थानीय सरकार, वडा सरकार लगायत सम्पूर्ण सहयोगी व्यक्तिहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु र गत हप्तामा सहभागी श्रमदाताहरूलाई पनि धन्यवाद र फेरि पनि भोलि हामी सम्पूर्ण उपस्थित हुनेछौँ भन्दै बिदा हुन्छ। धन्यवाद।